ले देवघाट आइयो यहाँ मेरो बुढी ए यता साली नानी उता छ लजाएर यता ज्वाइँ उता पछाडि जान्ला छु अनि यहाँ म छु हाई आज हेर्नु त देवघाटमा त 4 गते अमावास्या ए हेर्नुहोस् देवघाटको स्थिति यस्तो छ अहिले आजको यहाँ त अहिले खुलिरहेछ नि त मन्दिर पूजा गर्नलाई वसन्त कार्कीज्यूबाट 105 रुपियाँ दाम यहाँलाई धेरै धन्यवाद। त्यसैले यहाँको व्यक्तित्व हुनुहुन्छ छविलाल खत्रीज्यूबाट कुल पितृहरूको उद्धारको लागि भनेर 505 रुपियाँ दाम प्रदान गर्नुहुन्छ। यहाँका सम्पूर्ण कुल पितृहरू वैकुण्ठ धामको वास हो। देवघाट हाम्रा बुढी आमा पनि आउनुभएको छ। रत्नगर 4 बकुलर निवासी हुनुहुन्छ। उहाँले 300 रुपियाँ दाम सम्पूर्ण कुल पितृहरूको उद्धारको लागि भनेर दान गर्नुभएको छ। यहाँ मलाई जय होस् कल्याण होस्, सम्पूर्ण पितृहरूको वैकुण्ठ धामको वास होस्, जय होस् कल्याण होस्। धेरै धेरै धन्यवाद। मेरो बुढी साली छ लाएर म त अलि पछाडि छु ओहो मनका धनी समाजसेवी समाजका अगुवा व्यक्तित्व काठमाडौँ निवासी नारायण प्रसाद सिंहखटा ज्यूबाट यो बन्दै गरेको